आज चाहिँ साथीहरू म मार्च 24 को सेकेन्ड सिफ्ट अनि फर्स्ट सिफ्ट अनि 19 को गरेर 3वटा सेट लगाइदिन्छु 3वटा सिफ्टको। जे होस् तपाईहरुले यो आएको रहेछ भनेर थपाउनु भयो भने भइहाल्यो हैन। सरर भनिदिन्छु के रहेछ हेरौँ है त। 1 नम्बरमा चाहिँ सोदोगुल हादा भनेर आएको छ। यो सोदोगुल हादा भनेको कीटाणु मार्नु हो। हात काटेको थियो पिक्चरमा, त्यो हात काटेको पिक्चरमा चाहिँ अनि त्यो औषधि लगाउँछु भनेको थियो। अर्को 2 नम्बरमा चाहिँ इबुल खेदा भनेको सिरक पट्टाइरहेको आएको छ। यो 51-52 च्याप्टरतिर गएर हेर्नु होला, त्यतातिर पनि छ। अनि मिछुलछिन आएको छ। मिछुलछिन चाहिँ नर्मल बमिदा र सुमिदा लागेर आएको छ। यो नर्मलै भइहाल्यो। अनि हेर्नु है, बक्सवाला क्वेसन चाहिँ 2वटा आएको छ। जस्तै यो अगाडिको या म्यान हटाउने अनि यो बोक हटाउने यसरी आएको छ। आन्म्यान फोगु र छागपोकको आएको छ। हेर्नु त यो आन्जन फोगुको त यति धेरै आएको थियो, अझै पनि यही सोधिरहेको छ के क्वेसन। कति धेरै है, त्यही क्वेसन दोहोरिएको। अनि अर्को ग्रामरमा फिन खानेको ग्रामरहरू चाहिँ म्यान्सको आएको छ। म्यान्स दही भन्ने लाग्छ। लङ क्वेसनमा चाहिँ स्मार्ट फार्मको आएको छ। यो स्मार्ट फार्मको बारेमा पढ्न चाहनुहुन्छ भने 45 च्याप्टरमा जाने, 45 च्याप्टरको छङ्बो हो। अनि फिरियोको औई आएको छ। अर्को सारियो यो चारोको आएको छ। यो यसको औई आएको हो। फेरि यिनीहरू कसरी आएको भन्दाखेरि नि, यो फिरियोको दिएको पिक्चर, यो सारियोको पिक्चर दिएर यसको डेफिनेसन गरेको के मेनुमा आएको थियो। हिजो पनि आएको थियो, आज पनि त्यही टाइपले आएछ के पिक्चर है। यो फिरियोको पिक्चर हो, यो सारियोको पनि पिक्चर हो। होइन भने यहाँ हेर्नु, चित्र दिएर डेफिनेसन गरेको यसरी आएको रहेछ, यसरी आएको छ। अनि अर्को फोहमको बारेमा आएको छ है। फोहम बिमाको बारेमा कटौती गर्ने रकमको यस्तो बनाएर आएको छ। अनि यो भाइसुको आएको छ। यो 36-37 च्याप्टरमा जाने। यिनीहरू यो एकदम मेनुमा पनि सोधेको हो, फेरि पनि सोधेछ। यो औई हो। ओन्दोगेको आएको छ। और यो अर्को ओन्दोगे शरीरको तापक्रमहरू नाप्ने, यो ओन्दोगेको आएको छ। अनि अर्को हेर्नु त सिलसुरेङेकको आएको छ। फेरि सिलसुरेङेक भनेको वास्तविक रूपमा पाउने पैसा, यो 57 च्याप्टरमा छ। त्यहाँ गएर हेर्नु होला, सिलसुरेङेकको बारेमा छ। अनि अर्को लङ क्वेसनमा चाहिँ खागुको आएको छ है, फर्निचर सम्बन्धी आएको छ। खागु र स्मार्ट फर्मको 2वटा लङ क्वेसन आएछ। त्यसपछिबाट भनेको लिसनिङहरू भनेको त्यही हो, नर्मल पहिला जस्तै हो। अनि अर्को लिसनिङको पिक्चरहरूमा हो यिनीहरू। नेकथाई टाईको आएको छ। मुक्तोरी गलबन्दीको आएको छ। यो लिसनिङको पिक्चर है, लिसनिङमा आएको पिक्चरहरू हो। अनि अर्को ख्वान्गे नुनमा खिरी दिएको, मोक्चे काठहरू दिएको, एन्सर मिल्नेमा चाहिँ छेदा नाप्ने यसरी दिएको छ। यहाँदेखि उधो चाहिँ 19 को है। फेरि यो 20 देखि यताको चाहिँ 19 को हो। के आएको छ, सुई छिरुल नेरिदा सुई झारिरहेको छ, डाउन गरिरहेको पिक्चर आएको छ। अर्को 20 केजी सारियो चारोको आएको छ। अनि अर्को आस्स यस्तरी गिरो हादा लागेर पनि आएको छ। यो फिग्यो ग्रामर हो। अस्स एकोले यो गिरो हादा निदो गर्नु भन्छ। यो फिग्योमा आएको ग्रामर हो। अर्को लङ क्वेसनमा छुसकको बारेमा आएको छ। छुसक हान्गावी फारवाल्दे फोरुम भनौँ भने एउटै हुन्छ। यो लङ क्वेसन हो। अर्को अबु माझीको औई आएको छ। अनि एयाक भनेको बुकिङ, यो बुकिङको पनि औईमा आएको छ। अनि आजै हो फेरि यो चाहिँ, यो 37मा आएको हो। हेर्नु त, अस्ति एकचोटि मेनुमा आएको थियो, फेरि पनि यही आएछ। यो जहिले पनि सिनो नम्बरबाट उसले भनिदिन्छ, एउटा नम्बर भनिदिन्छ है उसले। त्यहाँनिर त्यो ओरिजिनल नम्बरबाट भनेको हुँदैन। जस्तै यहाँ ओ फाल साम इ इल साम ओ यङ यसरी भनेको हुन्छ। यहाँनिर ओरिजिनल नम्बर भन्दैन है, यसरी आएछ। हेर्नु त, यस्तोमा अलिकति मान्छे झुक्किनु पनि सक्छ। यहाँ ती लगभग 8वटासम्म उस्तै राखिदिएको हुन्छ। पछाडिको 2टा अथवा 4वटा अलिकति फरक राखिदिएको हुन्छ के। यहाँनिर एकदम बिकिएर भएर सुन्नुपर्ने हुन्छ। हेर्दा नर्मलै छ, तर विचार गर्नुपर्छ है। अनि अर्को भनेको के आएको छ, जिफरुल ओल्लिदा है। त्यो जिफरुल ओल्लिदा यो पनि ख्वान्गे नुनमा आएको। जिफर अन्य दिएर एन्सरमा चाहिँ ओल्लिदा आएको छ। एउटा फिन खानेमा पोप्ता भनेर आएको छ। यो
सारामुन पोप्ताहरू मान्छेहरू छान्नु भन्ने खालको। अनि फेरि अर्को बक्समा स दिएर म्यङ चाहिँ बक्समा भर्नुपर्ने सम्यङ आएको हो साइन गर्नुको। 36 र 37मा फेरि प्राइज आएछ। त्यहाँबाट खिसुक्साको बारेमा एउटा थेवा बनेर आएको छ। अनि अर्को उहाँले के पनि भन्नुभएको छ भने छुवाङसेक भन्छ। छुवाङसेक यो भनेको सुन्तले रङ हो, नोरानसेक भनेको चाहिँ पहेँलो रङ हो है। 15 च्याप्टरमा जाने त्यहाँनिर हेर्ने, त्यहाँनिर दिएको छ छुवाङसेक नोरानसेक भन्ने। आज सिस्टरले यो बिगारेर आउनुभएको छ है, यो छुवाङसेकको बिगारेर आउनुभएको छ। यो भनेको सुन्तले रङ हो। सेकेन्ड सिफ्टको क्वेसन चाहिँ यति हो। फेरि फर्स्ट सिफ्टको क्वेसन कस्तो रहेछ हेरौँ न त। सुरुमा आएछ फुल्ल खुरुल पोप्ता, प्लक झिकिरहेको है, प्लक झिकिरहेको आएछ। दोस्रोमा पेन्चिसको आएको छ। यो पेन्चिसले गर्ने काम के हो भनेर सोधेको छ। अनि तेस्रोमा मिच्छुलछिन आएको छ, दागो हादा लागेको ग्रामर आएको छ, दागो हादाको मिच्छुलछिन मिलाएर आएको छ। अनि 2वटा ग्राफ आएको छ। अनि शिक्षा खानाको बारेमा लङ प्यासेज आएको छ। हिजो फेरि के आएको थियो, शिक्षा फान्छानको बारेमा आएको थियो लङ प्यासेज, आज शिक्षाको बारेमा आएछ। क्वेसन त हिजो र आजको त लगभग त्यस्तो फरक छैन त, उस्तै छ नि, 2-4वटा मात्र त फरक रहेछ मैले। नत्र भए बिमाको बारेमा पनि हिजो धेरै सोधेको हो, आज पनि त्यति नै सोधेको छ है। हेर्नु त ह्युइल हिजो मुवासे ध्यानमा आएको थियो, आज ह्युइलको बेदा चाहिँ औषधि पसलबाट चाहिँ सामानहरू किन्न सकिन्छ यस्तो मिलाएर एउटा लङ क्वेसन आएको छ फेरि आज है। हिजो चाहिँ ह्युइलको बारे र ह्युगाको बारेमा फिगियो गरेर मुवासे ध्यान आएको थियो। आज चाहिँ यो ह्युइल मात्र बनाएर विधा बनाएर सार्वजनिक विधामा मिलाएर लङ क्वेसन आएको छ। अनि अर्को फिसाङ्गु आकस्मिक ढोकाको बारेमा औई आएको छ। फेरि यो फिसाङ्गुको नि एउटा हामीलाई अस्ति मेनुमा मुवासे ध्यानमा पनि आएको छ है। यो फिसाङ्गुको कलर नोक्सेक अथवा छोरोक्सेक भन्छ, हरियो रङ। त्यो हरियो रङ हुन्छ, यस्तरी रङको बारेमा मिलाएर डेफिनेसन गरेर मुवासे ध्यानमा आएको छ है। यो पछाडि 53-54 च्याप्टरमा जाने, 53 च्याप्टरमा छ होला सायद। अनि गन्ने एकाइहरू पनि आएको छ है, गन्ने एकाइहरू पनि आएको छ। 30 देखि 35 सम्म चाहिँ ब्लाइन्ड क्वेसन आएको छ। यो 2टा चाहिँ हार्ड भन्नुभएको छ, 2टा चाहिँ अलिक हार्ड भन्नु बित्तिकै अब कि लामो हुन्छ कि अलिक सेन्स गरेर मिलाउने खालको हुन्छ। अनि डेटको मितिको आएको छ। त्यहाँबाट टाइमको घडीको भइहाल्यो। अनि 38 देखि 40 सम्म नेङ्गा खातुन उस्तै कुराहरू उहाँले चाहिँ 39 हान्नुभएको छ है। क्वेसनहरू यस्तै हो साथीहरू है। आज मैले बुकबाट देखाइदिनँ, यहीँबाट सरर देखाइदिएँ। फेरि भोलि 25को क्वेसनमा भेटौँला है। अगाडिको प्रश्नहरू तयारी गर्दै गर्नु होला, अगाडिको प्रश्नहरू दोहोऱ्याउँदै गर्नु होला। अब धेरै दिन पनि बाँकी छैन।